हेलो एभ्रिवन नमस्ते वेलकम ब्याक टु माई च्यानल होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम फिट एन्ड फाइन छु अनि गर्मी चाहिँ कतिको बढेछ हो हजुरकोतिर हाम्रोतिर त गर्मी वात्त बढेर खाना बनाउन पनि अल्छी लाग्छ हो बेलुका भए त किचनमा पस्नै मन लाग्दैन भने आज पनि त्यस्तै भयो एकदमै अल्छी लाग्यो खाना बनाउन पनि झ्याउ लाग्यो अनि बुढोलाई चाहिँ यसो फकाएर हैन बुढो मलाई त खाना पकाउन पनि अल्छी लाग्यो किचनमा चाहिँ जानै मन छैन बरु झम्सी खेलतिर जाउँ न हो भनेर झम्सी खेलमा भएको मन्त्र थकालीमा जाँदैछौँ है आज चाहिँ हामी यसको नाम चाहिँ टोकियो रामे हाउस रे है किनकि एन्ड चाहिँ लाइटै बोले हैन त्यो भएर मेरो बुढोले भनेको है त्यो के हाउस हो रामे हाउस ह रामे काको रामे रहेछ टोकियोको रहेछ के टोकियो रामे हाउस अन्त एकछिन घुमियो पनि हेलो गाइस भन्दैन न हेलो गाइस वेलकम टु निसा आर्मिर को युट्युब च्यानल अनि म धेरै पछि आए धेरै पछि भ्लगमा देख्नु भयो होला म लास्ट टाइम चाहिँ कन्सर्टमा देख्नु भएको थियो होला त्यसपछि चाहिँ देख्नु भएको फिचरमा तपाईँको फोटो हाल्दै हो अहिले मोरासँग त्यसपछि के त्यस पछाडि भिडियो चाहिँ हालेको छु तपाईँको चाहिँ अनि फिचर फोटोमै छ नि त छ्या ओके आनन्द के यति किन्दा नि कस्तो फ्रेस फिल भयो फाइनली के माछा हो माथि जाउँ न कफी बसायो तर म कफी खान्न निद्रा लाग्दैन हो मैले कफी खाएँ भने हजुर अरू भन्नु यति बस्छ न त के अरे अब यहाँ चाहिँ नाम खाने यस्तो लागि त होइन घडी 9 बजे त हुन्छ नि त के अरे पोर्क चिल्ली त्यसपछि चिकन विङ्स कुन हो त्यही छ चिकन विङ्स नै हट चिकन विङ्स यो एउटा चिकन खाना सेट हट चिकन विङ्स एउटा अनि पोर्क बोइल चिल्ली हो खानासँगै खाना ग्लोभ्स लिएको खाने यस्तो पिरो लाग्छ भनेर के काँटा छ मिल्दैन त्यो काँटाले हड्डी छ नि त यसमा And this is my thakali khana. उखाएर कस्तो छ कि छैन है यो नखाने फेरि यो नखाने आटाको छुरी खाने
महँगो होस् कि जेसुकै होस् भात भनेको हात नै खानुपर्छ क्या मासु भात फर्स्ट बाइट कस्तो स्मेल आउँदो रहेछ है यस्तो खाले फ्राई गरेकोमा आउँदैन नि खाइ नै हो के यो छ नि यो त जति फ्राई गरे पनि गोसो हुन्छ बाहिरको गोसो छ नि मिठो छैन मिठो छैन मलाई चाहिँ मन आयो pork belly छाला त मिठो है त्यो त बोसो त हो नि हैन बोर्नेमा त एउटा केटीले खाँदाखेरि अब धेरै नगर्नु नि फेरि यसमा प्यारासाइट हुन्छ नि सम्झिहालेको फेरि ट्राई गरौँ न त म खाँदैछु नखा अरू चाहिँ खानु न ल हजुरको फेसै देखेको रहेछ यत्रो वर्षमा फेरि देख्छ होइन खै सिफ्ट भएर होला जस्तो लाग्यो काटेर हेर्दिनँ झन् ठगलीमा आएको मुखमा गर्न भनेको अनुहारै देखेन रे अरू त फिनिस मलाई ठगली किचन होस् जहाँसुकै होस् होइन मलाई मन नपर्ने चिज के हो भन्दाखेरि त्यो टमाटर र यो प्याजको ग्रेभी हुन्छ नि जुन ग्रेभी नट ग्रेभी वाट इज दिस यो कहिले भन्दा दालै ठिक छ अनि त्यो झोलवाला अरू सबै ठिक छ यो चाहिँ मन पर्दैन क्या मटनको टेस्ट मलाई मन पर्दैन चिकनमा जहिले यस्तो मटन पनि यस्तो है के हो त्यो एप्पल रहेछ ल तर जेसुकै भने पनि अगाडि आइसके पछाडि लङ पहेँलो होस् रातो होस् यस्तो दुई थरी होस् यस्तो दुई थरी क्या अचम्मै छ मेरो दुई थरी एउटामा गोल्डेन एउटामा सिल्भर तर यो राम्रो देखेको है यस किन हो कसैलाई यस्तो कलर चेन्ज गर्न मन छ भने भात खाइदियो हुन्छ हातले अब देब्रे हातले भात खान्छु र एउटै बनाउँछु तर हातले त खानु पऱ्यो नि अनि हातले खानुको मकै छैन जहाँ गयो भात खानुकै छोड्दैन तर पोखराको मन्त्र यस पोखराको मन्त्र ए पोखराको चाहिँ मेन ब्रान्च हो मेन फाइनल्ली खाना खाएर हामी चाहिँ फर्किन आँट्यो हाम्रो के हो हाम्रो हाम्रो प्रस्थान हुँदैछ प्रस्थान कसरी ए आइसक्यो
हाम्रो गाडी आइसक्यो भन्न लागेको कि म त के हो ए जस्तो लाग्यो शङ्खमूल है निशा है मलाई मिक्सरले त्यस्तै बनाहा यार मलाई त अझ नै मिक्सरले करेन्ट लाग्छ नि मान्छे डरले घर भने त थर्र गर्छु म त हजुर शङ्खमूल है